आशा कता जान लाग्यो तिमी? यो प्रश्न गर्ने अधिकार तपाईँले गुमाइसक्नु भएको छ। बुढाबुढीको सम्बन्ध त्यति सस्तो छैन जति तिमीले अहिले सोचिरहेको छौ। माया र सम्बन्ध कसरी बनाउने त्यो आफूमा भर पर्ने कुरा हो। र तपाईँसँग मेरो कुनै पनि नाता रहेन। बुढाबुढीको झगडा त परालको आगो भन्छन्। यस्तो कुरा त तिमीले पनि बुझ्नुपर्ने हो। कुरा बुझेर देउताजे पुजेर तपाईँलाई माया गरेको थिएँ, तर हजुरले मलाई पल पल रुवाउनु भयो। अब म योभन्दा बढी रुन सक्दिनँ, किनकि मेरो आँसु सकिसकेको छ। कहिलेकाहीँ अन्जानमा मैले गल्ती गराउँला, तर एकचोटिले मलाई माफ गरिदेऊ। अबदेखि म कहिले पनि गल्ती गर्दिनँ। यदि तपाईँले मलाई माया गर्नुहुन्छ भने म हजुरसँग एउटा कुरा माग्छु। मागेर त हेर, म ज्यानै दिन तयार छु। दिवस आशा, हामीले हाम्रो सन्तानको लागि भए पनि मिलेर बस्नुपर्छ। आफ्नो खुसी मारेर सन्तानको खुसी मात्रै हेरेर के गर्नु? त्यसो भए ठिकै छ, अहिले तिमीले जता जानु मन लाग्छ जाउँ, पछि सल्लाह गरौँ। आशा कता जान लाग्यो तिमी? यो प्रश्न गर्ने अधिकार तपाईँले गुमाइसक्नु भएको छ। बुढाबुढीको सम्बन्ध त्यति सस्तो छैन जति तिमीले अहिले सोचिरहेको छौ। माया र सम्बन्ध कसरी बनाउने त्यो आफूमा भर पर्ने कुरा हो। र तपाईँसँग मेरो कुनै पनि नाता रहेन। बुढाबुढीको झगडा त परालको आगो भन्छन्। यस्तो कुरा त तिमीले पनि बुझ्नुपर्ने हो। कुरा बुझेर देउताजे पुजेर तपाईँलाई माया गरेको थिएँ, तर हजुरले मलाई पल पल रुवाउनु भयो। अब म योभन्दा बढी रुन सक्दिनँ, किनकि मेरो आँसु सकिसकेको छ। कहिलेकाहीँ अन्जानमा मैले गल्ती गराउँला, तर एकचोटिले मलाई माफ गरिदेऊ। अबदेखि म कहिले पनि गल्ती गर्दिनँ। यदि तपाईँले मलाई माया गर्नुहुन्छ भने म हजुरसँग एउटा कुरा माग्छु। मागेर त हेर, म ज्यानै दिन तयार छु। दिवस आशा,